आज चाहिँ सिक्किम टुर गर्दा गर्दा गाडीमा हिँड्दा हिँड्दा थाकेर चाहिँ एकदम हिँडेर ट्रेकिङ टुर हुँदैछ। हाम्रो बहिनी काठमाडौँबाट आएर अन्त हाम्रो उमङ हुनुहुन्छ, उसके बाद हम है। अन्त आज चाहिँ हन्टिङ गर्नु हिँडेको अरे भन्दैछ, खै कता के हन्टिङ गर्ने हो याद छैन। घरदेखि 3-4 किलोमिटर माथिसम्म चाहिँ आइसक्यो। हेर्दै गर्नु होला भिडियो। सिक्किमका जङ्गल अघिको ट्याङ्की हुन्थ्यो, यही पानी गएर जम्मा हुन्छ होला नि दाजु? होइन, यो अलिक टाढोको यहाँ युनिभर्सिटी पनि देखिरहेको छ। युनिभर्सिटी माथिको राबुङला यो युनिभर्सिटी गार्डन चाहिँ देखेन। परको नि के हो दाजु त्यो रातो रातो? त्यो नि युनिभर्सिटी हो। रातो रातो त्यो पनि युनिभर्सिटी त्यो हो। याङगाङ हो। यस्तो यस्तो पाहाडमा नि त्यत्रो त्यत्रो युनिभर्सिटी है पाकेको छ भने मिल्छ। मिठो पो हुन्छ यो अल्छिलो त हैन। मिठो हुन्छ दिदी लाग्छ छोटो गर्नु ओतमा सेयर भनेर पनि टिप्नु पर्छ है। होइन, स्कुल अझै अलिक माथि हो। यहाँदेखि त भिड डरलाग्दो छ नि। त्यतै बस। कस्तो दामी खोला बजेको। यस्तो छ अब यो डाँडा काट्यो भने यस्तो छ गाइस। बाटो चाहिँ आजको चाहिँ एकदम डेन्जर। ओइ होइन हौ, बाटो त ल्याउँदा त उताबाट हो नि। यो चाहिँ हाम्रो बाटो हो। फाइनली गाइस हामी आधी बाटो आइपुग्यो। यहाँ चाहिँ डेड बडी जलाउने जग्गा हो हाम्रो एरियाको। बुद्धिस्ट जातिको यहाँ ल्याएर जलाउनुहुन्छ। यहाँ बसे हुन्छ, मल्लामीहरू बस्ने सरकारले बनाइदिएको छ। लामा पढ्नुलाई त्यो हो। हेलो गाइज, अहिले चाहिँ यहाँ सिस्नु खोज्नु आएको होइन। सिस्नै नभेटेर यहाँनिर बिरक्तेर बसिरहेछौँ जङ्गलमा। यस्तो छ हो। अनि सिस्नुको झोला चाहिँ नि उहाँ छ। तर दाजु पर खोज्नु जानुभएको छ नि उमङ? हजुर दाजु पर जानुभएको छ, ल्याउनुहुन्छ होला। एकछिनमा हेरौँ ल कति ल्याउनु हुँदो रहेछ। दाजु सिस्नु खोज्नु आएको, जुकाले अलिअलि टोकेको छ आमा। अनि यहाँ अहिले चाहिँ नि खाजा खाँदैछौँ। सिस्नु त एक बोरै भेटेको छौँ। सिस्नु नि हो। आजको हाम्रो मेन शिकार चाहिँ यही हो। अझै भेटिन्छ होला भन्ने आशा नि दाजु। हामी त कम्ता टाढा आएनौँ। टी गार्डनको सिधा यता नि, यताबाट सिधा थाङसिङ मन्दिर पुग्न पो लागेछौँ। तर अब हामी यहाँबाट फर्किन्छौँ ओह्रालो। यस्तै छ, दामी छ यो नि, मिठो छ। टी गार्डन चाहिँ उता छ। आजको हन्टिङमा यहाँ ओखर खोजाइ हुँदैछ हाम्रो। ओखर पनि यतातिर मजाले खिच्छ न।
हुन्छ अब यता हेर यता नि अघि थुपारेको देखाउनु त थुपारेको देखाउनु त हामी चाहिँ यसरी फुटाइन्छ यो चाहिँ नि यसले चाहिँ फेरि कलर लाग्छ नि हातमा कलर लाग्छ ध्यानमा पर्छ पक कस्तो दामी है पक राम्रो आयो आजको हाम्रो हन्टिङ यही साथी हो होइन अमल पुरा खुट्टा दुखिरहेछ हो मेरो त जुकाले टोक्यो त्यस्तै छ अखर पनि छ नि हन्टिङ आजको